नमस्कार। यो इमेजमा आर्थिक वर्ष 83-84 को सेलरी सेटअप कसरी गर्ने भन्ने विषयमा यो मैले सानो एउटा भिडियो तयार पारेको छु। यसरी इमेजमा आर्थिक वर्ष 83-84 को सेलरी सेटअप गर्न सकिन्छ। यहाँ सर्वप्रथम अब हामी टिचर स्टाफको सेलरी एड गर्न गइरहेका छौँ। त्यहाँ टिचर स्टाफमा चुज गरेर उतापट्टि हामीले जानुपर्छ। यहाँ हामी टिचरको गर्दैछौँ। टिचरमा क्लिक गरिसके पश्चात हामीले लेभल प्राइमेरी लेभल 1 to 5 आबी हो कि माबी हो त्यो चुज गरेर लोड गर्छौँ। लोड गरिसके पश्चात हामी यहाँनिर लिस्ट आउँछ। लिस्टमा एक्सन बटनमा गएर क्लिक गर्छौँ। एक्सनमा क्लिक गरेपछि मुनि सेलेरी डिटेल्स इन्ट्री सेलेरी इन्ट्री भन्ने हुन्छ। त्यहाँनिर डिटेल्समा गएर क्लिक गरेर मुख्यतः फेसियल इयर आर्थिक वर्ष 83-84 चुज गर्छौँ। त्यसपछि लोड गरेर हामी अगाडि बढ्छौँ। अगाडि यहाँ स्थायी शिक्षकहरूको सर्वप्रथम यस वर्षमा यस शैक्षिक वर्षभित्र कति ग्रेड आएको छ ग्रेड सुनिश्चित गर्छौँ। ग्रेड गरिसके पश्चात हामी मुनि जान्छौँ। प्राविको निमाविको र माविको प्रथम श्रेणी द्वितीय श्रेणी र तृतीय श्रेणी कुन हो त हो त्यो चुज गरेर सेलेक्ट गरेर हामी अघि बढ्छौँ। अब यहाँनिर सबै सम्पूर्ण प्रावि निमावि र मावि सम्पूर्ण त्यहाँनिर देखाइएको छ। त्यहाँनिर आफ्नो चुज गर्ने म चाहिँ प्रावि तृतीय भएको कारणले त्यहाँ प्रावि तृतीयमा मैले क्लिक गरेको छु। त्यहाँ सुनिश्चित गरेर हामी अब अगाडि बढ्छौँ। यति गरे पश्चात हामी उतापट्टि अर्को लाइनमा महँगी भत्ता सञ्चय कोष बिमा र गरे पश्चात हामी चाडपर्व खर्चमा क्लिक गर्छौँ। चाडपर्व खर्चको चाहिँ हामी असोज महिना चुज गर्छौँ। त्यस पश्चात हामी असोज चुज गरिसके पश्चात हामी त्यो चाहिँ पोसाक खर्च पोसाक हिमाली हो भने हिमालीको हिमाली होइन भने हिमाली बाहेकमा गएर चैत्र महिनालाई चुज गर्छौँ। यति गरिसके पश्चात प्र भत्ता हो भने प्र भत्तामा चुज गर्छौँ। प्रावि हो कि निमावि मावि त्यहाँ चुज गरेर त्यहाँनिर हामी अगाडि बढ्छौँ। यति सम्पूर्ण विवरण भरिसकेपछि हामीले तल अपडेट भन्ने देख्छौँ। हो त्यो अपडेटमा गएर क्लिक गर्छौँ र यसरी नै सम्पूर्ण साथीहरूको स्थायी साथीहरूको कर्मचारी साथीहरूको हामी एक्सनमा गएर सेलेरी डिटेल्समा गएर सम्पूर्ण डाटाहरू भरेर अपडेट गरिसके पश्चात हामी इसिडी शिक्षाको पनि गर्छौँ। इसिडीलाई पनि क्लिक गरेर लोड गरेर त्यसरी नै अहिलेको विवरण अनुसार सम्पूर्ण भर्ने। इसिडी र विद्यालय कर्मचारीका पनि यसरी भरिसकेपछि हामी रिक्वेस्ट फर्ममा जान्छौँ र सेलेरी इन्ट्री रिक्वेस्टमा क्लिक गर्छौँ। त्यस पश्चात 2083 महिना श्रावण अहिलेको हामी श्रावण गरेर लोड गर्छौँ र त्यहाँ सम्पूर्ण विवरणहरू देखा पर्छ। यो विवरणहरू क्रसमा सबैलाई चाहिँ सेलेक्ट गरेर हामी त्यहाँ डिटेल्सहरू हेर्छौँ। सबै डिटेल्सहरू ठिक छ कि छैन सम्पूर्ण डिटेल्सहरूलाई अध्ययन गरिसके पश्चात हामी एकचोटि सबै ग्रेड दर सुरुको तलब स्केल सम्पूर्ण डिटेलहरू एक गरेर हेरेर सही ठहर्याएपछि हामी अनि त्यस पछाडि मुनि तलतिर गएर सेभ बटनमा क्लिक गर्छौँ। सेभ बटनमा क्लिक गरेपछि माथि सक्सेस देखाउँछ। सक्सेस देखाएर एड ट्रान्सफर भन्नेमा क्लिक गर्छौँ र हामी रिक्वेस्ट सेलेरी रिक्वेस्ट ट्रान्सफर भन्नेमा मुनि क्लिक गर्छौँ। यसरी सेलेरी एडमा क्लिक गरिसकेपछि हामी आर्थिक वर्षको 83-84 को 2083 साल श्रावण महिनाको तलब क्लिक गर्छौँ र आइसके पश्चात हामीहरूले सम्पूर्ण डिटेल्सहरू सही भएपछि हामी जान्छौँ सेन्ड टु पालिका। अब यहाँनिर हामी देखिरहेका छौँ त्यहाँ सेन्ड टु पालिका भन्ने अप्सनमा क्लिक गरेर हामी सेलेरी हाम्रो नयाँ सेलेरीलाई पालिका स्तरमा पठाउँछौँ।